गाइज होइन तपाईँलाई होइन तपाईँ ट्रेडिङ गर्दै हुनुहुन्छ होइन मेन गरी चाहिँ म नेपालको यङ केटाहरूलाई भन्दैछु होइन जो चाहिँ अहिले आफ्नो सानो एजमा 18-19 को एजमा होइन जो ट्रेडर बन्न चाहिरहेको छ मेहनत गरिरहेको छ भने चाहिँ तपाईँ राइट वेमा हुनुहुन्छ क्या तपाईँले चाहिँ 96% पपुलेसन मतलब तपाईँले 96% मान्छेहरूलाई चाहिँ तपाईँले पछाडि छाडिसक्नु भएको छ भन्ने कुरा बुझ्नुहोस्। तपाईँ टप 5%मा तपाईँ आउनुहुन्छ र मेन कुरा चाहिँ के थाहा छ गाइज, गिभअप नगर्नु होला गाइज, गिभअप चाहिँ कहिले नगर्नु होला। किनकि मैले आफूले सिकेको कुरा गाइज होइन, हिजोको विगतको दिनमा म एउटा सानो हुन्छ नि एउटा एन्ड्रोइड मोबाइलमा चार्ट हेर्दै बस्ने मान्छे आज मेरो अगाडि एउटा ल्यापटप छ गाइज। बुझ्नुभयो नि, यो ल्यापटप थाहा छ गाइज, यो ल्यापटप थाहा छ मैले चाहिँ अलरेडी भनौँ नि 18-19,000 लस गरेर फेरि मैले 1 लाख रुपियाँ लोन लिएको गाइज। लोन लिएर फेरि ल्यापटप किनेको र आफूलाई इन्भेस्ट गरेको। किनकि रिस्क लिने हो गाइज, भन्नुको मतलब यो होइन कि म यस्तो मात्रै पैसा उडाउँछु। मैले मेहनत पनि मेहनत गरेँ होइन, लस पनि भयो अनि माइन्ड खुल्यो यस्तो। मतलब कि एउटा कुरा के बुझ्नुहोस् कि गाइज, तपाईँ जतिसुकै तपाईँ अरूको लाइफ स्टोरी हेर्नुहोस् होइन, युट्युबमा भिडियो हेर्नुहोस्, ट्रेडिङ जर्नी हेर्नुहोस्, जबसम्म तपाईँ अनएक्सपिरियन्स गर्नुहुन्न, जबसम्म तपाईँ फिल गर्नुहुन्न होइन यो लसको प्रफिटको, जबसम्म तपाईँ आफै फिल गर्नुहुन्न तबसम्म केही नै फाइदा हुन्न क्या। त्यसैले तपाईँ जति छिटो तपाईँ फेल हुनुहोस् त्यति छिटो तपाईँलाई लङ टर्ममा फाइदा हुनेछ म यही भन्न चाहन्छु। र कहिले पनि ट्रेडिङमा चाहिँ सर्टकटवाला माइन्डसेटले चाहिँ नआउनु होला क्या प्लिज। सर्टकटवाला माइन्डसेटको लागि यो भिडियो पनि होइन क्या। किनकि तपाईँ लङ टर्म सोच्नुहोस् क्या। मान्छेहरू 1 महिना 2 महिना जस्तो, तपाईँ लङ टर्म तपाईँ 2-3 वर्षको सोच्नुहोस् क्या। म 2-3 वर्षपछि कस्तो मान्छे बन्नु छु यो फिल्डमा भन्ने त्यो थिङ्कले फिल्डमा आएपछि मात्रै तपाईँको लाइफ चेन्ज हुनसक्छ गाइज। र अनि मेन गरी चाहिँ होइन गाइज, अब अनि एउटा कुरा के हो थाहा छ गाइज, मान्छेहरू चाहिँ भट्किन्छन् क्या। फर इक्जाम्पल होइन, कुनै सपना नपाउन्जेलसम्म भट्किनु, आफ्नो पोटेन्सियल अनुसारको सपना नपाउन्जेलसम्म सपना खोज्नु त्यो स्वाभाविक कुरा हो। तर सपना पाइसकेपछि फेरि अरू कुरामा भट्किनु भनेको त्यसको मतलब तपाईँ आफ्नो करियरमा आफ्नो लाइफमा सिरियस हुनुहुन्न भन्ने कुरा बुझिन्छ क्या। त्यसरी एउटा सपना पाइसकेपछि त्यो सपनाको लागि तपाईँले 100% दिनुपर्छ क्या। जब तपाईँ 100% दिनुहुन्छ त्यो 100% रिटर्न पनि हुन्छ, किनकि यो युनिभर्सको ल हो। र तपाईँ आफूलाई तपाईँ एकचोटि रिमेम्बर गर्नु छ होइन गाइज, तपाईँले जे कुरा तपाईँले मेहनत गर्नुभएको छ त्यो तपाईँलाई रिटर्न भएकै छ क्या। भलै तपाईँले इक्जाममा पढ्नु नभएको होला, तपाईँलाई लेख्न गाह्रो भयो होला, तपाईँले इक्जाममा पढेर जानुभएको छ, तपाईँलाई इक्जाममा लेख्न सजिलो भएको होला, किनकि यो रिटर्न हुने, किनकि युनिभर्सले चाहिँ रिटर्न गर्छ गाइज। तपाईँको मेहनत कहिले नि खेर जान्न। र मेन अर्को कुरा गाइज, सक्सेसफुल मान्छेहरूको एउटा मेन राम्रो ह्याबिट के हो थाहा छ गाइज, त्यो मेहनत पनि होइन, डिसिप्लिन पनि, कन्सिस्टेन्सी पनि होइन, पेसेन्स। त्यो मेन के हो, तपाईँलाई आफूमाथि विश्वास हुनु। तपाईँलाई आफूमाथि यति विश्वास हुनु पऱ्यो कि तपाईँको सपना मान्छेहरूलाई डिल्युजन लागोस् क्या। तपाईँ त्यो लेभलको थिङ्क गर्नुहोस् क्या गाइज। मान्छेले 50,000 को महिनाको स्यालेरीको थिङ्क गर्छ भने चाहिँ तपाईँ 50 लाखको थिङ्क गर्नुहोस् क्या। जब तपाईँ यस्तो थिङ्कहरू माइन्डमा ल्याउनुहुन्छ तब तपाईँको माइन्डसेटले 50 लाख, 5 करोड, 10 करोड, 50 करोड यस्ता कुराहरूलाई नर्मल वेमा लिन्छ क्या। अब कसैले लाइफमा होइन अब 10 लाख नै देखेको हुँदैन, ऊ मान्छेलाई तपाईँ गएर भन्नुहुन्छ म महिनाको 10 लाख कमाउँछु भनेपछि ऊ त पागल हुन्छ नि त गाइज। त्यसैले तपाईँको सपना यति ठुलो हुनु पऱ्यो कि मान्छेको इल्युजन तपाईँको सपना हुनु पऱ्यो गाइज। तब मात्र तपाईँ यो लेभलमा यो फिल्डमा तपाईँ उखाल्न सक्नुहुन्छ। र यो फिल्ड भनेको गाइज तपाईँ लाइफमा जे चाहनुहुन्छ, तपाईँ लाइफमा जे बन्न चाहनुहुन्छ क्या। मतलब कि तपाईँले थाहा छ, मतलब कि मेरो सपना यति ठुलो छ कि मलाई धेरै ठुलो एचिभमेन्ट गर्नु छ र म डक्टर, इन्जिनियर मतलब म यो प्रोफेसनल गलत भन्नु छैन क्या। तर तपाईँको पोटेन्सियल अनुसारको क्या, मतलब लाइफमा मलाई धेरै ठुलो गर्नु छ भने चाहिँ यो फिल्ड तपाईँको लागि एकदम हुन्छ नि। तपाईँ जे चाहनुहुन्छ यो फिल्ड तपाईँलाई त्यो दिन सक्छ, इफ तपाईँले यो फिल्डमा राम्रोसँग मेहनत गर्नुभयो, तपाईँले टाइम एक्सपिरियन्स गेन गर्नुभयो भने चाहिँ तपाईँले 100% यो फिल्ड रिटर्न गर्छ। र यो युनिभर्सको ल पनि हो। र म यही भन्छु कि एक सपना पाइसकेपछि त्यो सपनाको लागि तपाईँले 100% दिनु नै पर्छ। किनकि पछि गएर तपाईँलाई पछुतो नहोस् कि मैले सपना देखेको थिएँ र मैले त्यो सपनाको लागि मेहनत गरेन भन्ने कुरा तपाईँलाई त्यो फिल नहोस्। त्यसैले हुन्छ नि आफ्नो 100% दिनुहोस् र अवश्य तपाईँको सपना
एक दिन पुरा हुनेछ र पुरा हुन्छ, किनकि तपाईँले मेहनत गर्नुभएको छ भनेपछि युनिभर्सले तपाईँलाई 100% रिटर्न गर्छ। किनकि जब म पनि आफ्नो स्ट्रगल फेसमा थिएँ, तब म पनि युट्युबमा भिडियो हेर्थेँ, धेरै गरेँ, हरेक कुरा थाहा पाइसकेपछि अहिले आयो। मतलब कि सबैभन्दा मेन कुरा चाहिँ यसमा हुन्छ एक्सपिरियन्स होइन, सिक्नुहोस्, त्यसपछि अनि आफै एक्सपिरियन्स गर्नुहोस्। र यो फिल्ड भनेको सब भनेको माइन्डसेट हो। तपाईँको माइन्डसेट स्ट्रङ छ, क्ल्यारिटी छ, तपाईँको माइन्ड कामनेस छ भनेपछि तपाईँ यो फिल्डमा धेरै अगाडि जान सक्नुहुन्छ। र यति भन्दै म आजै भिडियो बिदा माग्दैछु तपाईँलाई, र यस्तै भिडियोहरू म तपाईँको लागि ल्याउने नै छु। र हुन्छ नि, अरूलाई नहेर्नुहोस् क्या गाइस। म नि हिजोको दिन अरूलाई हेर्थेँ, बट आफू अब म त्योभन्दा खतरनाक बन्छु भन्ने थिङ्क गर्नुहोस् र मेहनत गर्नुहोस् गाइस होइन, अवश्य पुरा हुन्छ। र म सक्छु भने तपाईँ नि सक्नुहुन्छ। म एउटा भन्छ नि गाइस, धेरै बिलो एभरेज विद्यार्थी हो क्या, तपाईँभन्दा नि काउनु। अब त्यो स्टोरीमा पछि भनौँला, तर यो ट्रेडिङ फिल्डमा चाहिँ मेहनत गर्नुहोस्। र तपाईँ मेहनत गर्नुभएको छ भने तपाईँको मेहनत कहिले निखेर जान्न। र यति भन्दै म भिडियोबाट बिदा माग्दछु।